हेलो गाइस व्हाट्स अप सो हामी चाहिँ हिजो राति 9 बजेतिर तातोपानी भन्ने ठाउँमा आएको थियौँ। हिजो अराउन्ड 350 किलोमिटर जति हाम्रो राइड भयो होला। सो 350 किलोमिटर जति राइड भएपछि अब हाम्रो राइड चाहिँ सिधै कि लोमन्थाङ हुनेछ कि लोमन्थाङसम्मै गर्ने भन्ने प्लान छ। अब अराउन्ड 350 किलोमिटर सकेपछि त बाँकी भनेको अब 100 किलोमिटर बाँकी छ। सो त्यो पनि कम्प्लिट गर्दैछ। सो स्टे ट्युन। त्यसपछि यहाँबाट जर्नी जमसमसम्म स्टप, त्यसपछि जमसममा गएर रोक्नु पर्ला है। ओएमा कस्तो बाइकै ठेलिन्छ त। सो करेन्टली वी आर इन स्याङफुल थकाली भने कि यो ठाउँको नाम थाहा भएन, तर हावाले चाहिँ बाइकै ठिक्क पक्कै क्राउड। प्लान त नरोकिकन माथि अप्पर मुस्ताङ जाने थियो, तर यस्तो देखेपछि नरोकी भएन। दिस इज द के अरे रुप्से झर्ना होइन यो। सो हाई भन्दै ल। जिम गरेर अलिअलि मोटाएको जस्तो लागिरहेको थियो, तर यहाँ त हावाले मलाई उडाउँछ त मान्छेहरू त झन् गागोजीमा नबोकिकन मुस्ताङ नआउनु होला। मलाई त ठेलिरहेछ भने अस्ति त 70 किलो जतिमा आए त उडाउनु रहेछ त मलाई। अहिले 78 हुँदा त यस्तो ठेलिरहेछ हामीलाई। सो फाइनली अहिले चाहिँ हामी मुक्तिनाथको मन्दिर दर्शन गर्ने भनेर जाँदैछौँ। यहाँ हाम्रो पोटर भाइ पनि छ, ह्यारी पोटर भाइ, ह्यारी पोटर। सो यत्रो भर्याङ चढेर जानुपर्दो रहेछ। पछाडि चाहिँ आधी घन्टा हिँड्नुपर्छ भन्दै थियो, घोडा चढ भन्दै थियो। अझ शनिबारै भयो भने लेग डे खतरा भइरहेछ है, होइन? हिँड्नुपर्ने रहेछ डेन्जर। मैले त झन्डै क्यामेराहरू सबै बोकेर आयो, क्यामेराहरू सबै बोकेर आएको भएर झन् भारी भयो। त ठिक छ। सो हामी सँगसँगै हिँड्ने मान्छेहरू चाहिँ टन्नै छन्। यस्तो छ भ्यू चाहिँ। सो भ्यू ए हो भयो। हामी अब मुक्तिनाथको मन्दिर आयो। ए हो मुक्तिनाथ मन्दिर चाहिँ, हेर्नु होला मुक्तिनाथ मन्दिर यही हो। सो यहाँसम्म आउनलाई नि एकछिन जति त पसिनाले चाहिँ पसिना बेसी आउँदो रहेछ। बाँकी त सबै ठिक हो, रमाइलो छ। टिकटकमा देखेर लाइभ मात्रै हानिरहेको थियो। अब यहाँ होइन त त्यस्तो खास चाहिँ केही गाह्रो भएन हामीलाई त। के भनिरहेको थियो मान्छेहरूले। सुन न यहाँ पहिला पाप मेटाउन आएको मान्छे मै मेटाइन्छ। Nice. अझ भएन पुरै माथि पखाल्नुपर्छ तिमी। सो अहिले चाहिँ हामी मुक्तिनाथको दर्शन गरेर चिसो पानीमा चुप्लेर आउँदैछौँ। सो फाइनली वी आर ब्याक। ओम भाइ कतिको जाडो भइरहेछ? म त लिटरली कामिरहेको छु यार। लिटरली कामिरहेको छु म, तर ठिक छ, रमाइलो हो, नयाँ एक्सपिरियन्स। यहाँ जो पनि आउन सक्दैन, त्यही भन्ने चाहेर पनि आउन सके हुँदैन, कोही नपाएर आउन सके हुँदैन। तर हामी आयौँ, दर्शन गऱ्यौँ। अब लगभग पाप चाहिँ सबै धुयो। अब मलाई बुद्ध बन्नलाई म बुद्ध बनिसक्यो। अब यत्तिको बन्यो भने चाहिँ म यो जोगी भइसक्यो। घन्टी बजाउँदै हिँड्न थालिसक्यो, घन्टी दिएन अनि। सो रमाइलो भइरहेछ हाम्रो ट्रिप। अब चाहिँ हामी फर्किन्छौँ यहाँबाट। अब हामी यहाँबाट फर्किन्छौँ, त्यसपछिको जान्छौँ होटेलमा। भन्छौँ माछा खान्छौँ होइन क्यामेराम्यान अन हायर। यस अफकोर्स
गुड नाइट अर्को इन्सिडेन्ट पनि सुनाउ न ल लोमान्ताङ हिँडेको फेरि हामीलाई चाहिँ कस्तो भयो भन्दाखेरि हामी जान खोजेको लोमन्थाङ आयो मुक्तिनाथ कसरी भन्नु होला बाटो गलत भएर सिम्पल एरो गलत अब त्यसले यस्तो सिधा देखायो मैले सिधालाई माथि भनेर बुझेँ अब ठिकै छ तर राम्रो ठाउँमा आयौँ लगभग पाप धोएर लोमन्थाङ जा भन्न खोजेको रहेछन् भगवान्ले लगभग पास भयो अब मलाई सो करेन्टली हामी चाहिँ यो कोरेलाबाट यहाँबाट अब अराउन्ड 60 किलोमिटर जति होला पर सो यु क्यान सी द ल्यान्डस्केप हियर यस्तो ल्यान्डस्केप छ अनि यहाँबाट माथि लास्ट चिसो हुँदो रहेछ भित्र दुईवटा ज्याकेट लाएर आएको छु त्यो पनि चिसो भइरहेछ हावा त्यस्तो नचल्यो नि यहाँको टेम्परेचर सो दिस इज द ल्यान्डस्केप चाहिँ म देखाउँदै जान्छु कस्तो के छ भनेर त अहिले चाहिँ हामी त के भन्नु म एक्लै यहाँ माथि आइपुगेको छु सो सिम्स लाइक मिडल अफ नोवेयर हामी चाहिँ कोरेला बोर्डरमा सपिङ गरेर सकिसक्यो सो त्यहाँ पछाडि छ चिनको बोर्डर अनि यता भयो नेपाल सो त्यहाँ हेर्दाखेरि चाहिँ यहाँ आएर उभिँदाखेरि चाहिँ नेपालको छुट्टै माया लाग्ने रहेछ है लाइक यो देशको मान्छे म हो भने जस्तै हुने रहेछ तर रमाइलो भयो यहाँ बजार लागिरहेको रहेछ यतापट्टि साइडमा चाहिँ टक्क लगाएर यसरी सो अब चाहिँ यहाँबाट हामी कहाँसम्म पुगिन्छ त्यहाँसम्म जान्छौँ 7:30 बजीसम्म जहाँ पुगिन्छ त्यहीँनिर बास बस्ने हिसाबले जानुपर्छ अब होटेलतिर लाइक प्रि बुकिङ त केही गरेको छैन त्यही पनि अब जहाँसम्म पुगिन्छ त्यहाँसम्म जाने भनेर जान्छौँ यहाँबाट सो स्टे ट्युन्ड